यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनु पर्छ। सभामुख महोदय, समयका लागि धन्यवाद छ। सभामुख महोदय, म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु। वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय। त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बनेको छ। मैले धेरै घटना यहाँ दोहोऱ्याइरहनु परेन। मुगुका 25 वर्षीय गणेश नेपालीको अहिले उपचारको क्रममा निधन भएको छ। र विडम्बना त के, दुःखको कुरा त के भने हिजोदेखि परिवारलाई पनि खास गरिकन भेट्न नदिएको रहेछ। त्यहाँ बुझ्दाखेरि परिवारका आफन्तजनहरूसँग भेट्दाखेरि र अहिलेसम्म लास पनि हस्तान्तरण गरेको छैन। प्रहरले कडा सुरक्षा दिएर त्यो मानव ठुलै अपराध गरेर आएको जसरीकन त्यहाँ चाहिँ त्यो लास राखिएको छ। यो बडा दुःखद छ। हिजो अघि त्यहाँ केही मान्छेहरूले भन्दै हुनुहुन्थ्यो, हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभयो, चाहिँ यहाँ बस्नुभयो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि पूर्ववक्ता मान्नेले पनि यहाँ धेरै कुरा राखिसक्नु भएको छ। स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, स्टन्ट बन्द गर्नु पर्यो र राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो। र यो राज्यले नागरिकहरूलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबरजस्त निर्माण गरिरहेको छ। पछिल्लो समय यो सरकारले चाहे सुकुम्बासी भन्नुहोस्, चाहे गणेश नेपालीहरू भन्नुहोस्, आज नागरिकहरूलाई चाहिँ जबरजस्त रूपमा चाहिँ आत्मदाह गर्ने ठाउँमा जसरी पुर्याएको छ, यो राज्य यसमा जिम्मेवार छ। र म यो राज्यलाई एउटा सन्दर्भ चाहिँ कोट्याउन चाहन्छु, म स्मरण गराउन चाहन्छु। स्मरण रहोस्, योगमाया नेउपानेहरूले अरुण नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। धन्यवाद। सदनमा हातमा पानी राखेर घाँटी चिच्याएर कराएर हुँदैन। यहाँ सदनमा हातमा पानी राखेर यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको। पोखलाकी देश दुर्घटनामा जाला कि मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गरेर गर्नुपर्छ। उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्ट बाजी भनेर भन्नुपर्छ। हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गऱ्यौँ भनेर। हामीलाई मात्र थाहा छ त्यो पीडा। हल्लिएर के होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यता पनि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छ। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ। एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हिल लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हिल लक लागेको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? 2 तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हो हामीले। अहिले ब्ल्याक पिङ्कको कुरा आइरहेछ, कालो सिसा लगायो। त्यो कालो सिसा बनाउने नियम हामीले कुरेको थियौँ, तपाईँहरूले कुर्नु भएको। त्यसलाई हामीले पालना मात्र गराएको। कति कुराहरू तपाईँले जानेर अबुझ गर्नु भएको। किन म धेरै भयो मैले सहेको। अब यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भ्यू पोइन्टबाट हेर्नुपर्छ। यसमा अहिले आफूले बोल्दाखेरि एकदम मर्यादा राखेर बोल्नुपर्छ। तर घुटकन भइसक्यो।
गाह्रो हुन्छ कहिले कहिले तपाईँको यसरी हेर्दाखेरि के आफ्नो देश राम्रो होला भनेर हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौँ र आज आएर विपक्षी दलका साथीहरू जतिजना मित्रहरू हुनुहुन्छ जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ देश चलाएर 50औं वर्ष राज गरेका माननीयज्यूहरूबाट हामीले सिक्नुपर्नेमा आज हामीले यस्तो कुरा देख्न पाइरहेको छ। हामीले तपाईँहरूबाट सिक्नुपर्ने होइन र? तपाईँहरूको गल्तीले हामीले सिक्नुपर्ने होइन र? हामी अगाडि बढ्नुपर्ने होइन र? यो देश त तपाईँको पनि हो, हाम्रो बहुमतको सरकार होला, तर यो देश तपाईँको पनि हो। तपाईँलाई पनि जनताले जिताएरै पठाएको। मलाई अचम्म लाग्छ आज आफ्नो यहाँ पीडा यसरी गरेर पुग्नु पर्दा एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामीले हिजो रातभरि खट्यौँ। म यतिकै यो आशा गर्छु किन आफूले अथाक प्रयास गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। देशको कुन चाहिँ संयन्त्र चलाए जुन संयन्त्र नेपाल प्रहरी ट्राफिक प्रहरी जसरी पहिला नेताको मतलब रक्षा गर्नु आज हिजो राति तपाईँ हेर्नु होला त्यहाँ रातभरि नेपाल प्रहरी ट्राफिक प्रहरीले बाटोभरि उभिएर बसेका थियो। उहाँहरू भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि रातभरि सुतेका छैनन् उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि। हामी पनि त्यहाँ गयौँ, त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नको लागि सबै स्पेसलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्रै सेक्युरिटी दिन्छ, आज नागरिकलाई सेक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। तर त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन, किन थाहा छैन किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामीले परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेपछि उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लिएर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छ। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। र पत्रकार मित्रहरूलाई पनि तपाईँले सोध्नु होला, जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेको छौँ। हामीले कहिले पनि भनेको छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो, हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो, यताबाट एकजना उफ्रिनुहुन्छ, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ। तर अब हामी नसुध्रेर कहिले सुध्रिनु। त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको, प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो। ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको? विल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने।
हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ जोसुकैले गरेको होस् आफूले अघि बढ्नुपर्छ त्यसमा दोष लाउनु हामीलाई छैन आफूले गर्नुपर्ने कर्तव्य राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ 3 रात सुत्नु नपरोस् 4 रात सुत्नु नपरोस् हामीले सुत्दिनौँ आफ्नो नागरिकलाई बचाउँछौँ हामी प्रयास गरेकै हो मान्छेहरू घाँटी चिच्याएर कराएर हुँदैन यहाँ सदनमा मात्र हातमा पानी राखेर यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको पोखला कि देश दुर्घटनामा जाला कि भनेर मुखले बोलेर हुँदैन त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो हामीले हातले गर्नुपर्छ आफ्नो जनताको सेवा ठाउँमा गरेर गर्छ उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ त्यसलाई तपाईहरु स्टन्ट बाजी भनेर भन्नुहुन्छ